वीरेन्द्र राजाको पहिलो कार्यकालमा चाहिँ भयङ्कर खुसी थियो हैन। जनआन्दोलन हुनुभन्दा अगाडि 36 साल 35 सालसम्म खुसी थियो कि 36 सालदेखि चाहिँ अब राजाले पनि दमन गर्न थाल्यो देश बचाउनलाई। सही रहेछ के। खुसी जम्मै राजा वीरेन्द्र मरेपछि गएपछि त्यही दिन भनेको मैले। जब राजा वीरेन्द्र गयो नि, त्यत्रो आर्मीको चिफ, त्यत्रो आर्मी, नेपालको आर्मी भने संसार हाँकेको, त्यत्रो पुलिसको चाहिँ संसारको अब्बल पुलिस भनेको थियो नेपालमा हैन। खुफिया पुलिस भने सबै आयो नि त। राजै मर्यो अनि राजाको सेक्युरिटी त्यत्रो म गएछु कि दरबारमा। केपी ओलीलाई स्केप हो, शेरबहादुरले गोजे खायो, अझ तिनीहरू त बुढा भएर बचेको। जवानलाई त ढुटो हान्छ त अहिलेको त सबै। किन भन्दाखेरि त्यो भित्रको चाहिँ जसलाई ट्रस्ट गरेको मान्छे हुन्छ नि, त्यसले गद्दार गरेपछि त्यो मान्छे आगो हुन्छ कि। जो मान्छे डु एन्ड डाईमा जान्छ नि त्यसले केही देख्दैन। यो झोले यो साला नेतागिरीहरू गर्दाखेरि त्यहाँ राम्रो काम गर्नेको हाम्रो हेटौँडाको मान्छेहरूलाई चाहिँ घुमाएर गरेर ट्याक्साले खरानी बनाइदियो। अनि यो अब यस्तैको पछि लाग्यो हामीहरू चाहिँ। यो रविले त पहिला त यो मान्छेले चाहिँ अमेरिकन इन्टेलिजेन्स भन्छ नि, म त होइन भन्छु। किनभने त्यसको पहिलाको छ नि जुन उसले गरे उद्धार गरेको उसले गरेको यो कुरा हेर्दाखेरि पछि यिनीहरूलाई के भयो, खतरा भयो अनि यसलाई चाहिँ फसाउनै लग्यो। आखिर हिरो भयो, हिरो बाई मिस्टेक। अनि चाणक्य नीति पढाए हुन्छ कि धेरै जसो ब्राह्मणहरूले गर्छ कि चाणक्य नीतिहरू होइन। अब टाठा बाठाहरू छन् अनि गाँठ कमाएकोहरू घमण्डी भएर आउँछ, तिनीहरूले बेरिदिन्छ कि। यसरी चाहिँ उनीहरूले नि चलाउने हो। सोझा साझा टेक्सटाइलमा 3000, त्यहाँ लगभग 7000 जति मान्छेले काम गर्थ्यो कि। पहिलेसम्म केपी ओलीको हात छ कि। त्यो तिम्रो त डुलोमै लुकिरहेको थियो त्यो बेला। जब चाहिँ साइबर रोक्यो नि, सबै बन्द गर्यो नि। अहिले म मात्रै होइन कि, बिजनेसदेखि लिएर सबै सेक्टरमा चाहिँ एजुकेसनदेखि लिएर है, अनि त्यसपछि बच्चाहरू पढ्नेदेखि लिएर घरको गृहिणी पनि काम सकेपछि युट्युबमा हेर्ने, फिल्म हेर्ने सबै मोबाइलमा। अब टिभी हेर्ने जमाना गइसक्यो कि। बालन भाइ एउटा नोटिस गरेर मैले राम्रो लेसन दिएको थियो। डेढ दिनमा 1.9 हेर्दाखेरि मेरो ब्लग गर्थ्यो भाइले है। तिमी जस्तो मान्छेले यस्तो चिज दबाउनु खोज्यो भने अनि अर्को निस्किँदैन। यहाँ सेयरमाथि सभा सेयर धेरै छ भाइ। अब मेरो 12 लाख भएपछि मैले त खनेको के को लागि त प्रधानमन्त्री हुन भक्कु गालिएको मैले। नगर दाइ नगर, हामी गोर्खापत्र पढेर आएको भाइ के। अनि यो जेएनयूको सरकार पनि नभन्यो प्लिज। यो जेएनयूहरू मरिसक्यो। मैले त दागपति दिएर आइसकेको। त्यो हो कि पिण्ड चढाएर आएको, दागपति होइन कि पिण्ड चढाएर आएको। मैले चाहिँ हिउँ पर्दाखेरि पनि म काली गण्डकीमा नुहाएर मैले मेरो टिकटकमा छ। मैले पहिला प्रण गरेको थिएँ कि जेएनयू मरिसकेको म यसपालि दसैँ तिहार मानेन भाइ। यो खा पनि भनेको छु कि। अब डाइरेक्ट बोल्नु त भएन। त्यहाँ बहिनीहरू मेरो त्यो पनि छ मेरो के। किन गयो होला रायन खानलाई बिसा खानलाई प्रब्लम छैन। 3 वर्ष 4 वर्षको लागि के भन्यो भने कि त्यो कुनै बेला टुङ्गै छैन। म त बालेन भाइ नै भन्छु, सुरन भाइ नै भन्छु, तिम्रो उमेरको हिसाबबाट है। म बाबुराई प्रधानमन्त्री हुँदाखेरि त सबैले नमस्ते गरेको थियो। मलाई भेट्न आउँदै मैले लाल सलाम भनेको म माओवादी पार्टीको। यो ठगी छ नि, यो फाइनान्सको, ब्याङ्कको यो करप्सन गरेर ठगेको मान्छेलाई होइन, उसले चाहिँ 5 अर्ब खान्छ। अहिले त 17 अर्ब 13 अर्ब 6 अर्ब यिनीहरूलाई गरेर जेलमा हाल्छ। त्यो होइन कि। पैसा कहाँ छ त्यो पैसा ल्याएर चाहिँ होइन गरिबलाई जो परेको त्यसले दिनु पर्यो। बाँकी भएको पैसा चाहिँ नेपाल सरकारमा आएर त्यो पैसालाई चाहिँ स्वास्थ्य शिक्षा रोजगारमा लगाउनु पर्छ। कमोडियामा भएको त्यो त अरब पैसा चाहिँ ल्याउन सक्छ त बालेन। म भन्छु नो, पोसिबलै छैन। आज हामीसँग मलाई लाग्छ एउटा इतिहास नै रच्नु भएको छ। नेपाली फिल्ममा सबैभन्दा बढी द्वन्द्व निर्देशन गर्नुभएको, नाम सुन्दा एकदम डर लाग्ने तर चर्चित र सबैको मनमुटुमा बस्न सफल राजेन्द्र खड्की हुनुहुन्छ। हामीले एकदमै सानैदेखि उहाँको फिल्महरू हेऱ्यौँ, उहाँको एउटा द्वन्द्व निर्देशन गरेका सबै पाटोहरू हेरेका छौँ र जसले दर्शकहरूको मनमुटुमा बस्न सफल हुनु भएको छ। यहाँलाई स्वागत छ सम्पूर्ण मिडियामा। एकदम थ्याङ्क यू भेरी मच। र सम्पूर्ण मिडियाकर्मीलाई मेरो नमस्कार। र हामी 3 करोड परिवार हो। अलिकति गाली गलौज गए पनि म कन्ट्रोल गर्छु होइन। राम्रोको लागि गर्ने हो हामी। हाम्रो राम्रोको लागि हामी नेपाल देश चाहिँ बचाउनुको लागि नेपालीहरूको मन सफा छ। समय परिस्थितिले खराब भएकोलाई पनि समेटेर मैले यो बोलिरहेको छु कि अब आज बाबुले ऱ्यान्डम के सोध्छ अनि त्यसको उत्तर त म दिन रेडी नै छु होइन। म नर्मल मान्छे, भुइँ मान्छे हो है। र यो च्यानल हेर्नु भएको सम्पूर्ण मेरो चाहिँ प्यारो चाहिँ परिवार, दर्शक भन्दैन, परिवारलाई चाहिँ सब्सक्राइब र लाइक चाहिँ गरिदिनु हो।
अब हामी अलिकति देशको समसामयिक कुरामा जाउँ सुरुमा, त्यसपछि यहाँको हामी ब्याकग्राउन्डमा फेरि एकचोटि जाउँला। देशमा अहिले नयाँ सरकार बन्यो, बालेन सरकार। यो सरकारलाई यहाँले कसरी हेरिरहनु भएको छ? यो सरकार यो मैले एउटा भन्छु, बालेन सरकार भन्ने नै गलत छ कि। कहिले केपी सरकार भनेन, कहिले शेरबहादुर सरकार भने, कहिले प्रचण्ड सरकार भनेन। यहाँ सुन, यो अहिले जेनजीहरू छ नि, हुन त अब लड्का लाड सरका भन्छ कि हिन्दीमा चाहिँ, यो अलिकति स्ल्याङमा बिफ हाल्नु होला। सरकार भनेको 3 करोडको सरकारमा काम गर्ने चाहिँ उनीहरू होइन, सर्भेन्ट हो कि। सरकार कसैको हुँदैन कि। सरकार भनेको एउटा पार्टीमा सबै हुन्छ कि। एकजनाले चाहिँ चलाउन सक्दैन पेट। घरमा भात पकाएर त खान सक्दैन एक्लैले, होकेन कि हस्टेल बस्नु पर्यो होइन, कि ब्यारेकमा बस्नु पर्यो एक्लै खाँदाखेरि, कि विदेशमा गएर रोजीरोटी गर्न जाँदा खानु पर्यो कि। तर यो कस्तो बन्यो भने जस्तो चुनावको बेलामा पनि अबकी बार बालेन सरकार लिँदैन। नेपाली फिल्म चल्दाखेरि राई हमालको र अनि रायन रखको दुईजनाको नाम चल्छ कि। अहिले बालेन र रविको नाम छ कि चर्चामा। हो, या यस्तै भइरहेछ यहाँ। हो, वास्तविक हुनुपर्ने चाहिँ राई हमालको एक्सन चाहिँ के बालेनले गरेको पर्फेक्ट छ, र डाइरेक्सन गरेको चाहिँ रविले गरेको यो पर्फेक्ट छ कि। यो भन्यो भने बालेन मात्र होइन कि, रवि बालेनको र होल इन्टायर टिमले चलाइरहेको नेपालीहरूको चाहिँ सरकारै भनौँ न। अब कति दिन चल्छ कति दिन चल्दैन उहाँहरूको कामले डिपेन्ड हुन्छ। तपाईँले के देख्नुहुन्छ यो उहाँको काम गराइ कस्तो होला? मलाई त काम गरेर मैले एकदम ग्रेट भनेको छु। यो बालेनले एउटा चाहिँ के गरेको थियो भने, यो ब्युरोक्रेसीहरू के दलहरू के, यो चाहिँ जस्तो चाहिँ नेपाली सरकारको जागिर खाएको हो नि त स्कुलहरूमा होइन। यिनीहरू पार्टीको भएर गरेर कस्तो भएको यो गर्नु पाउँदैन है। गऱ्यो भने तिमीहरू विदेश जानु पनि रोकिन्छ, यहाँ पनि काम पाउँदैन। मुखले त बोलेको राम्रो हो। यो काम त मैले 39 सालमा हेटौँडामा मैले लगभग 2 वर्ष ह्यान्डल गरेको कि। पछि म काठमाडौँ पनि आउनु पर्यो, अनि मैले छोडिदिएँ कि। उनीहरूले हात जोड्यो कि, पहिला त न्यु खोजेको थियो होइन। म राति चाहिँ त नाइके होइन, अहिले टेक्सटाइलको लिडर थियो त्यो बेलामा यो आइसकेको थियो कि। यो छिन त पहिल्यैदेखि थियो होइन, यिनीहरूको चाहिँ क्याम्पिङहरू यो। अनि मैले भने त बिहान 4 बजे उठ्दाखेरि म त्यहाँ यसरी उभिरहेको तैँले देख्छस्। त्यसपछि मैले के गर्छ मलाई थाहा छैन। यस्तो मजाले खाइरहेछ तिमीहरू, बोनस पाइरहेछ, 3000ले काम गरिरहेछ, डे नाइट होइन। फर्स्ट हामीले फिल्ममा डे नाइट भन्छन्, त्यो होइन, पहिला टेक्सटाइल सिकाएको डे नाइट। आज चाइना किन चाहिँ पपुलर भयो, किन पैसा कमायो, डे नाइट काम गर्छ। किन जनता धेरै भएपछि डे नाइट काम गर्नु बाध्य हुन्छ। विदेशमा पनि त्यस्तै छ भाउ। त्यो बेलामा के 37 सालको 38 सालको कुरा गरेको टेक्सटाइलमा डे नाइट, डेमा 1500 नाइटमा 1500, 3000 गरे। त्यहाँ पनि यस्तै के, यो झोले यो साला नेतागिरीहरू गर्दाखेरि त्यहाँ राम्रो काम गर्नेको हाम्रो हेटौँडाको मान्छेहरूलाई चाहिँ घुमाएर गरेर टेक्सटाइलै खरानी बनाइदियो। अनि यो अब यस्तैको पछि लाग्यो हामीहरू चाहिँ। हो, म पनि लागेँ, तर मैले कसै पार्टीको फाइदा लिएन। म माओवादीमा लागेँ एकपल्ट चाहिँ, मण्डली भएर चाहिँ त्यो राप्रपाको टाइममा लागेँ त्यो होइन। त्यो बेला लाग्यो, त्यो यही चाहिँ त्यस्तो हो एउटा चाहिँ। म पनि त्यो बेला जेन्जी नै थिएँ भनौँ न होइन। तर अहिलेको त शिक्षित जेन्जी हो नि, हामी अशिक्षित हो, हामी वारियर हो। हामी स्पोर्टको मात्रै हुन्थ्यो कि पहिलाको चाहिँ, पढाइमा कम हुन्थ्यो होइन। पढ्नेहरू चाहिँ जागिर खाने हिसाबले पढ्थ्यो, हामी चाहिँ पढ्ने थिएन कि। यो रोकेकोमा चाहिँ मैले बालेनलाई अघि बिहानै एकदम ग्रेट बालेन भाइ भने कि। तपाईहरु भेट्नु भएको छ बालेन शाहसँग? न उसले मलाई भेटेछ न, मलाई त कति देख्यो होला, मैले त देखेको छैन है। मलाई त किनभने मेरो क्षेत्रकै मान्छे पऱ्यो एक हो। रवि पनि मेरै क्षेत्र, रवि त मसँगै हुर्केको हो। ए रविले नजिकबाट जान्नु भएको छ तपाईँ? रवि त धेरै नजिक नि। रविले त मलाई यो बोल्न चाहिँ स्टेजमा बोल्नुपर्छ दाइ भनेर खिसारेर लगेर कि, खिसायो भने हात समातेर लगेर पोखरामा बोलायो कि। अनि मैले माइकमा बोलेको थिएँ कि मैले त्यो बेला होइन। अब कहिले पनि नबोलेको चिजमा अलिकति हुन्छ नि होइन। अनि त्यो बोल्न सिकाएको फर्स्ट स्टेज चाहिँ मलाई दिएको। भनेपछि रवि लामी छानेसँग सँगै यहाँ हुर्कियो? मेरो त हेटौँडामा खाना महोत्सवको सबै स्पिच गर्ने, कसलाई बोलाउने, के गर्ने सबै डिजाइन गर्ने हो। पहिलेको मास्टर भएको, हिरो हुन नपाएको होइन, तर राम्रो चाहिँ स्क्रिप्ट लेख्ने, गीत लेख्ने बुझेको भाइ हो त्यो।
त्यो त रवि लामिछानेको यही बेलाबाट गीत पनि भाइरल भएको थियो क्या नेपाली यो फिल्ममा पहिला नै भएको त्यही गीतले गरेर त ऊ जापान जान पाएको डाइरेक्सन गर्न पाएको त्यसपछि अमेरिका चाहिँ त्यही हिरोले हाम्रो त्यो बेलाको चाहिँ आशीर्वादमा हिरो पनि थियो रामकिन ढकाल होइन अर्को नारायण गोपाल राईको एउटा चाहिँ आत्मा भएको मान्छेले चाहिँ गर्दा ऊ अमेरिका गएको भनेपछि तपाईँले रवि लामिछानेलाई नजिकबाट जान्नुभयो तपाईँले चिनेको रवि लामिछाने कस्तो सानैदेखि देखेको भएर त्यो हिरो बाई मिस्टेक के हामी कलेज पढ्दाखेरि अनि यो बोल्यो भने म कलेज पढेको हो भन्छ कि नत्र मान्छेले हावातालमा हुन्छ नि त त्यो कलेजको एउटा च्याप्टर आउँछ कि इङ्ग्लिसमा हिरो बाई मिस्टेक त्यसको इएमई पोलिटिक्स गर्ने त थिएनै थिएन सच्ची कुरो गर्दाखेरि ऊ है उसले त्यहाँ गऱ्यो होला अमेरिकामा होइन ऊ सक्सेस भएन मान्छेले काम गर्दा सक्सेस सबै सक्सेस हुँदैन नि त्यहाँ चाहिँ कसो छ भने धेरै ब्ल्याकलिस्ट परेपछि त्यो निष्क्रिय बनाइदिन्छ कि कुनै पनि खालि लुकेर मात्र काम गर्नु पाउँछ त्यो सकेन होइन अनि फर्केर आएको चाहिँ आफ्नै फेरि आयो नि त होइन आफ्नै मातृभूमि फर्केर आएर हिन्दी नाम राखेर उसले जुन करप्सन सम्बन्धी होइन न्युज 24 मा भयङ्कर गरेको थियो नि त त्यसलाई यिनीहरूले चाहिँ चलाइ के यो रविले त पहिला त यो मान्छेले चाहिँ अमेरिकन इन्टेलिजेन्स भन्छ नि म त होइन भन्छु किनभने त्यसको पहिलाको छ नि जुन उसले गरे उद्धार गरेको उसले गरेको यो कुरा हेर्दाखेरि पछि यिनीहरूलाई के भयो खतरा भयो अनि यसलाई चाहिँ फसाउनै लग्यो आखिर हिरो भयो हिरो बाई मिस्टेक त्यसलाई पोलिटिक्सको नलेज पनि छैन इभन बालेलाई पनि नलेज छैन मैले देखिरहेको छु कि हाम्रो सुदन भाइलाई पनि नलेज छैन यो चाहिँ कन्फर्म कुरा हो बरु तिनीहरूभन्दा धेरै नलेज मलाई छ किनभने म क्याम्पेनिङ गर्ने भोट क्याप्चर गर्ने भोट ठोक्ने हो राजनीतिमा आउनु भएन होइन मलाई त्यो म हेड भयो मैले जब 15,000 चाहिँ मुखले बोलेर ठोकेर चाहिँ 4 नम्बरलाई 1 नम्बर पुऱ्याएपछि त्यसो डटी गेम मैले एउटा दाइलाई चाहिँ कमल दाइलाई ऋण तिर्नु पर्थ्यो मैले तिर्दिएको मात्र हो मेरो कुनै स्वार्थ थिएन त्यहाँबाट मैले पोलिटिसियन हुनु बरु मेरो मार्सल आर्टमै जान्छु भनेर मैले चाहिँ यो पोलिटिक्सै इन्ट्रेस्ट नगरेको मलाई त रूपचन्द दाईको पथमा हिँड्ने मान्छे हो रूपचन्द दाई र म हो रूपचन्द दाईले त मलाई उठा भाउ राजा भनेको थियो क्या दाई मलाई पोलिटिक्स भन्नै पर्दैन किन हामी सबको छोरालाई इन्ट्रेस्ट पनि छैन कसले गर्छ भन्दाखेरि जो निकममा हुन्छ नि हो जो अनि चाणक्य नीति पढाए हुन्छ कि धेरै जसो ब्राह्मणहरूले गर्छ कि चाणक्य नीतिहरू होइन अब टाठा बाठाहरू छन् अनि गाँठ कमाएकोहरू घमण्डी भएर आउँछ तिनीहरूले बेरिदिन्छ कि यसरी चाहिँ उनीहरूले नि चलाउने हो सोझा साझा टेक्सटाइलमा 3,000 त्यहाँ लगभग 7,000 जति मान्छेले काम गर्थ्यो कि हेटौँडा औद्योगिक क्षेत्रमा जस्तै बनायो त्यो बेला तपाईँको भनाइबाट चाहिँ भन्ने नै खारिज गर्नुपर्छ भनेको बालेन ग्रेड हो भाइ यो चाहिँ यो गर है यो बालेनसम्म नि भएर चाहिँ सुदनको त बाँकी छ मैले बोल्नु त है अनि म के भन्छु नि बालेन मेरो म आई एम रङ मेबी हुनसक्छ मेरो एनालाइसिसमा तिमी ट्र्यापमा छ भाइ एसपिपी पास गर नेपाली जनरल ठोक्छ ओ केपी ओलीलाई स्केप हो शेरबहादुरले गोजे खायो अझ तिनीहरू त बुढा भएर बचेको जवानलाई त ढुटो हान्छ त अहिलेको त सबै किन भन्दाखेरि त्यो भित्रको चाहिँ जसलाई ट्रस्ट गरेको मान्छे हुन्छ नि त्यसले गद्दार गरेपछि त्यो मान्छे आगो हुन्छ कि जो मान्छे डुवाइन राईमा जान्छ नि त्यसले केही देख्दैन त्यो जस्ट लाइक एबल के त्यो त्यस्तो हुन्छ त्यो मान्छे चाहिँ त्यस कारण म के भन्छु भने गरेपछि नगऱ्यो भने अमेरिकाले गर्छिन्छ वान वे ट्र्याकमा छ गरेन भने है गरेन भने अमेरिकाको ट्र्यापमा छ इन्डियाको ट्र्यापमा छ हेर भाइ यो तिमीहरू जितेकै होइन यो है किन भन्दाखेरि पुरा सैनिकलाई अन्डरमा राखेर सैनिकलाई पनि राखेर यो गरेको ब्यालेट बक्स चेन्ज गरेको सबैले थाहा छ तैपनि पनि किन भन्दाखेरि यो पहिलाका नेताहरूदेखि लिएर चाहिँ वाक्क दिएको भयो कि यो राजा देखेर पनि वाक्कै भएको हो कि त्यहाँ 58 सालदेखि 62 सालमा कुनै पनि यस्तो राम्रो काम गरेन क्या खालि घुमाउने अनि यो राजा पनि सोझो चाहिँ यसलाई चाहिँ उसको चाहिँ हुकी बैठकै घुमाइदियो अनि यो 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 चाहिँ के इरिटेट भइरहेको टाइममा अनि फेरि चाहिँ एउटा के भन्छु भने यो रेभोल्युसन हुनुमा तिमीहरूको हात छैन पहिला भाइ पहिलेसम्म केपी ओलीको हात छ कि त्यो तिमीहरू त डुलोमै लुकिरहेको थियो त्यो बेला जब चाहिँ साइबर रोक्यो नि सबै बन्द गर्यो नि अहिले म मात्र होइन कि बिजनेसदेखि लिएर सबै सेक्टरमा चाहिँ एजुकेसनदेखि लिएर है अनि त्यसपछि बच्चाहरू पढ्नेदेखि लिएर घरको गृहिणी पनि काम सकेपछि युट्युबमा हेर्ने फिल्म हेर्ने सबै मोबाइलमा अब टिभी हेर्ने जमाना गइसक्यो कि मलाई पनि मेरो 12 लाख सब्सक्राइबरलाई चाहिँ मेरो ब्लग गरेको थियो बालन भाइ एउटा नोटिस गरेर मैले राम्रो लेसन दिएको थियो डेढ दिनमा 1.9 हेर्दाखेरि मेरो ब्लग गर्थ्यो भाइले है
तिमी जस्तो मान्छेले यस्तो चिज दबाउनु खोज्यो भने अनि अर्को निस्किँदैन। यहाँ शेरमाथि सभा शेर धेरै छ भाइ। अब मेरो 12 लाख भएपछि मैले त खनेको हो। के बोल्दाखेरि त प्रधानमन्त्री हुन भक्कु गालिदिएको मैले। नगर दाइ नगर, हामी गोर्खापत्र पढेर आएको भाइ के रेभुलेसनमा गएको मान्छे आयो। होइन यिनीहरू त जन्मेकै थिएन भन्नु, म सिधै भन्छु कि म 16 वर्ष 17 वर्षको एजमा चाहिँ रेभुलेसनमा गएको मान्छे नि त। स्कुलबाट 36 साल सुरु गरेको थिएँ नि हामीलाई त। म त 36 सालदेखि थाहा पाएको कुरा गर्छु कि म चाहिँ, होइन। तपाईँ चाहिँ कतिको इरिटेट हुनुहुन्थ्यो त्यो सरकारदेखि पुरानो, जस्तो अब सबै भन्नु म आफै खनिरहेको थिएँ त। मैले त यस्तो यो हबिगत हुन्छ भनेर 9 महिना अगाडिदेखि बोलिरहेको छु। 9 महिना अगाडिको राय नखरेको इन्टरभ्यू हेर्नु। मैले यो सुशान्त पनि आमा बनिदिनु भनेको थियो। सन्दुक रोय दाईलाई तपाईँ चाहिँ अहिलेको चाहिँ अब यो चाहिँ आमा बनिन्छ भने आमा बनिदिनु हुन लाग्थ्यो कि त्यो थाहा भइहाल्छ नि त। अनि सन्दुक रोय दाई तपाईँ प्रधानमन्त्री भइदिनु, तपाईँ आँखाको भगवान हो भनेको थियो कि। ठ्याक्कै उल्टो देखेँ कि। अब यो के भयो, जेनजीको नाउँमा सिद्धियो। जेनजी त कोही छैन, होइन। मैले त भन्ने अस्ति मैले एउटा स्ट्याटस हालेको थियो। अब चाहिँ जेनजी भनेको 40 भन्दा माथिकोलाई कि, होइन। यो होइन कि 40 भन्दा माथिकोलाई जेनजी भने हुन्छ। किन भन्दाखेरि 75-80% त 40 भन्दा माथिको मान्छे नै छ। 35-40 को मान्छे छ, कहाँबाट जेनजी हो? वास्तविक अनि यो जेनजी जेनजीको सरकार पनि नभन्यो प्लिज। यो जेनजीहरू मरिसक्यो। मैले त दागबत्ती दिएर आइसकेको। त्यो हो कि पिण्ड चढाएर आएको, दागबत्ती होइन कि पिण्ड चढाएर आएको। मैले चाहिँ हिउँ पर्दाखेरि पनि म काली गण्डकीमा नुहाएर मैले मेरो टिकटकमा छ। मैले पहिला प्रण गरेको थिएँ कि जेनजी मरिसक्यो, म यसपालि दसैँ तिहार मानेन भाइ। हजुर दसैँ तिहारमा मानेन। म यो लगभग रिसेन्टली 1 महिना भयो होला, मैले हिउँ पर्दाखेरि मुक्तिनाथ जाँदा त्यो त्यसको लागि गएको म। भनेपछि त्यो अवस्थामा देश समग्र रोइरहँदा तपाईँ पनि रोनुभयो भनौँ। म त कहाँ जेनजीको दिनमा मेरो सुटिङ रोकेर जेनजीसँग त हेटौँडामा भागै ल्याएको छु, त्यो पनि हालेछु, जे सुधा हालेछु मैले। म चाहिँ त्यो जेनजीको लागि गएको होइन। म यो करप्सन यिनीहरूले गरेको जातिको विषयमा मैले चाहिँ त्यहाँ मुखै छोडेको छु कि। सरकार भनेको छु कि मैले। यो खा पनि भनेको छु कि। अब डाइरेक्ट बोल्नु त भएन। त्यहाँ बहिनीहरू मेरो त्यो पनि छ मेरो के। किन गयो होला राय नखरी? राय नखरीलाई भिसा खाने प्रब्लम छैन। मैले त धेरै चाहिँ नेपालीहरूको प्रब्लम देखेर त्यसको लागि त्यसो नहोस् न। भिसा खाउँ, स्वास्थ्य शिक्षा रोजगार देऊ, खुसीले मनाऊ। वीरेन्द्र राजाको पहिलो कार्यकालमा चाहिँ भयङ्कर खुसी थियो, होइन। जनआन्दोलन हुनुभन्दा अगाडि 36 साल 35 सालसम्म खुसी थियो कि। 36 सालदेखि चाहिँ अब राजाले पनि दमन गर्न थाल्यो देश बचाउनलाई। सही रहेछ के। तर उहाँले चाहिँ जनतालाई नहानिकन नेताहरूले चाहिँ महेन्द्र सरकारले जस्तो के गर्नुपर्ने, उहाँले चाहिँ जनतालाई रेभुलेसन गर्ने बाध्य बनाइदियो कि। त्यो पनि वैदेशिक आखिर लास्टमा आएर बिचरा मारिदिइहाल्यो त। भनेपछि खुसी कसले लुट्यो देशको? खुसी जम्मै राजा वीरेन्द्र मरेपछि गएपछि त्यही दिन भनेको मैले। जब राजा वीरेन्द्र गयो नि, त्यत्रो आर्मीको चिफ, त्यत्रो आर्मी, नेपालको आर्मी भने संसार हाँकेको, त्यत्रो पुलिसको चाहिँ संसारको अब्बल पुलिस भनेको थियो नेपालमा, होइन। खुफिया पुलिस भने सबै आयो नि त। राजै मर्यो। अनि राजाको सेक्युरिटी त्यत्रो म गएको छु कि दरबारमा। राजामाथि हेर्न गएको छु कि यो रोयल फ्यामिली धेरै मरेसँग यो राजालाई मैले हेरेको छु कि फिल्म। हजुर, त्यत्रो सेक्युरिटी भएको ठाउँमा राजै गयो भनेपछि अनि हाम्रो देशको देश छ त। हाम्रो देशमा त्यही बेला वैदेशिक हस्य भइसक्यो कि। जस्तो तपाईँले अघि भन्नुभयो शेरबहादुर दाई भनेर सम्बोधन म जम्मै गर्नुभएको छ। प्रधानमन्त्री हुँदा पनि दाइ भन्छु म। तपाईँ राजा राम्रो एउटा चिन्जान। राजा भन्छु किन भन्दाखेरि यो 3 वर्ष 4 वर्षको लागि के भन्यो भने कि त्यो कुनै बेला टुङ्गै छैन। म त बालेन भाइ नै भन्छु, सुरन भाइ नै भन्छु, तिम्रो उमेरको हिसाबबाट है। म बाबुराम दाइ प्रधानमन्त्री हुँदाखेरि त सबैले नमस्ते गरेको थियो। मलाई भेट्न आउँदा मैले लाल सलाम भनेको थिएँ। म माओवादी पार्टीको मैले दाइ प्रधानमन्त्री कार्यालयमा के दाइ, अब माओवादीको उठ्ने यो गरिब निमुखाको हात पनि नमस्तेमा जोडेपछि तपाईँ कहाँ पुग्यो? म लाम कुरो गरेन दाइ, राम्रो गर्न लाल सलाम भनेर यति बोलेको थियो। अनि बाबुराम दाइ प्रधानमन्त्री हुँदा उहाँले पनि बोलेको थियो कि। अनि रायन बाबुले भने जस्तै म अनि सम्बोधनको कुरा थियो कि यो फलाना यो छ नि यो भन्ने। दाइ मलाई यो सम्बोधनमा समय खर्च गर्न चाहँदैन पनि भनेको थिएँ कि मैले बोलिहालेँ। अनि रायन बाबुले भनेछ, रायन बाबुले भने जस्तै लाल सलाम अब यो नगर पोइन्ट टु बी द पोइन्टमा भनेर हामीले छिट्टै चाहिँ आधी घन्टा पनि लागेन कि सघाइदिएँ कि च्याप्टर क्लोज गरिदिएको।
जस्तो अब अहिलेको सरकारले एकदमै सरकार बनेको भोलिपल्ट नै भनिन्छ नि ठुला माछाहरू पक्राउ पर्न थाले, धमाधम परे। जस्तो पूर्व प्रधानमन्त्रीलाई कसैले छुने आँट छैन भनिरहन्थे, तर गृहमन्त्री आउनुभयो, सुदन गुरुङ उहाँले एक्सन लिनुभयो, होइन समातिनु भयो। यो कुरालाई हजुरले कसरी हेर्दै हुनुहुन्छ? मैले के भन्छु, रुल्स ल भनेको कसलाई हो? 3 करोडलाई हो नि त। पैसा हुनेलाई हुने नै छ भाइ। यो देश यस्तो हो कि 1 अर्ब खायो भने 5 करोड ढल्ले हालेर निस्किन्छ, 2 वर्ष जेल बसेपछि यो मिना हुन्छ। द्याट्स रङ। अनि जस्तो कि यो चाहिँ यो ठगी छ नि, यो फाइनान्सको, ब्याङ्कको, यो करप्सन गरेर ठगेको मान्छेलाई होइन, उसले चाहिँ 5 अर्ब खान्छ, अहिले त 17 अर्ब, 13 अर्ब, 6 अर्ब यिनीहरूलाई गरेर जेलमा हाल्छ। त्यो होइन कि पैसा कहाँ छ, त्यो पैसा ल्याएर चाहिँ होइन गरिबलाई जो परेको त्यसले दिनु पर्यो। बाँकी भएको पैसा चाहिँ नेपाल सरकारमा आएर त्यो पैसालाई चाहिँ स्वास्थ्य, शिक्षा, रोजगारमा लगाउनु पर्छ। समातेर केही हुँदैन, यो विभिन्न नाटक हो। ओली अब त म समातिनु- भन्छु ल, ओली समात्यो अरे ल, कमोडियामा भएको त्यो त अरब पैसा चाहिँ ल्याउन सक्छ त बालेन? म भन्छु नो, पोसिबलै छैन। किनभने त्यो पैसा सबै डलरमा कन्भर्ट भइसक्यो। विदेशमा गएको पैसा ल्याउन धेरै गाह्रो छ हो। अहिले ब्याङ्कमा पैसा निकाल्न, क्युमा बसेर आफ्नो पैसा निकाल्न गाह्रो छ। साइन मिलेन, के मिलेन भनिन्छ, हो कि भन त। अनि अनि शेरबहादुर राईको चाहिँ सिङ्गापुरमा भएको, युकेमा भएको पैसा चाहिँ फर्काउन सक्छ त? अनि प्रचण्ड राईको चाहिँ दुबईमा भएको पैसा फर्काउन सक्छ त? सबै डलरमा कन्भर्ट भइसक्यो। अझ युकेमा अहिले के भन्यो, फेरि अब चाहिँ शेरबहादुर राई र आरजु भौजूलाई समात्ने कि होइन, हङकङमा समात्ने। अब चाइनाको विरोधीमा सरकार यहाँ गठन भएछ, हङकङले दिन्छ एउटा कुरा, इन्टरनेसनल लले पनि ख्याल छैन। अहिले ल तगडा भयो भने त यो अहिले यो जुन भइरहेछ नि काण्ड, त्यो रोक्नुपर्ने हो नि त। ल भनेको साइडमा खल्तीमा हाल्छ, नेपालमा खल्तीमै हुन्छ, ल हुने खाने मान्छेको खल्तीमा हुन्छ। र अर्को एउटा म भन्छु कि महामहिम मोदीजीले विजय माल्यलाई समात्न सक्दैन है? युकेको सिटिजन रहेछ, पैसा भएपछि संसारको जान पनि सिटिजन भयो। अब त्यसमाथि रक्सी नै 1 करोड चान्चुनमा रक्सी खाने दाइ होइन, प्रचण्डले कति खाएको छ, अरू झलनाल दाइले, मान दाइले, कसले यो गगन जो बाख्रा चोरले, यिनीहरूको पैसा त सबै त विदेशमा गइसक्यो। मान्छे लगेर ठुनेर हुन्छ भने के? भनेपछि थुन्न चाहिँ पर्छ कि पर्दैन? किन पर्दैन यार? मैले गलत गरेँ भने मलाई पनि ठुन्नुपर्छ। मैले गलत नगर्दाखेरि मलाई ठुनेर मैले चाहिँ फाइट गरेर मेरो प्रमाण हालेपछि, एभिडेन्स नहुन पनि ठुने देश हो कि यो देश। यहाँ नेपालमा एउटा सजिलो के छ भने, बालेन यो चाहिँ चेन्ज गरेर, मैले त भनेछु है, चेन्जै गर्नुपर्छ भाइ। कुनैलाई पनि मैले जेलमा बस्दाखेरि यो 23 दिनमा 75% निर्दोषहरू देखेँ कि हो। जसले मुद्दा हाल्यो नि पूर्वैसेमा हाल्छ, फेरि वर्षौँ वर्ष झुल्याउँछ हो। ल ठिक छ, मुद्दा लड्यो हाल्यो अरे, त्यो मुद्दा हाल्ने मान्छे हार्यो भने त्यसलाई जेल हाल्नु पर्यो कि, अनि त्यसको क्षतिपूर्ति तिर्नु चाहिँ कानुन बनाउनु पर्यो कि, अनि मात्रै यो करप्सनहरू रोक्छ है। होइन भने यसो जेलमा अब केपी ओलीलाई के छ, ऊ अहिले चाह्यो भने तुरुन्तै गएर हस्पिटल बस्यो। त्यो बुढो त्यहाँ पनि बसिरहेको थियो, जेलमा त झन् मजा छ बाबु। जेलमा गएको कमाइ गर्नै पर्दैन, त्यसै मजाले खुवाउँछ त्यहाँ। मैले भोगेको कुरा, तपाईँको अनुभवले भन्छ। मैले त 23 दिन त अनुभव गरिहालेँ। के कुरामा मजा देख्नु भयो त? त्यहाँ एउटा अलगै एउटा होस्टेल के, एउटा होस्टेलमा विभिन्न जातको मान्छे हुन्छ नि त। त्यहाँ त फरेनरहरू पनि सबै छ त्यहाँ होइन। त्यो एउटा अलगै दुनियाँ हो कि, खालि बाहिर आउनु नपाउने सुविधा सबै छ त्यहाँ। जस्तो अब जेनजी आन्दोलनमा त्यति धेरैजनाले चाहिँ ज्यान गुमाउनु भयो, यहाँ पनि एकदम भावुक बन्नुभयो, भन्नुभयो दसैँ तिहारै मानिन। अहिले जुन सरकार, जुन पूर्व सरकारमाथि त्यही जेनजी आन्दोलनको आरोप लागिरहेको छ र ती प्रतिवेदनको आधारमा पक्राउ। सुन न, मैले के भने मैले फाइट गरेँ, म बम ब्लास्टिङदेखि सबै गर्छु होइन। केही बेला मेरो मान्छे मऱ्यो भने त मलाई सम्हाल्छ नि त पहिला, करेक्ट? किन मैले गर्दाखेरि गरे हो नि त उसले। तर कार्यकर्ताहरू विरोध गरिरहेका छन्। त्यो त जसले पनि गर्छ नि। विरोध गर्नेलाई के भन्नु, जसले माइती घरमा दिनौ आएर पक्राउ गर्नु हुँदैन, प्रतिशोध भयो भने यो त स्थिर हुनेवाला कोही पनि छैन। 5 वर्षपछि गइहाल्छ, अनि अर्को आयो भने अर्कोले पनि त्यस्तै गर्छ होइन। म त के भन्छु भने, हिंसाले भन्दा शान्तिले दिमाग लगाएर फाइट गरौँ, नमाध्यौँ। त्यो जेनजीको छ नि, एकजना आमालाई चाहिँ
सांसद बनाइदियो अरे होइन त्यसरी सेन्टिमेन्ट बटुले हुँदैन 76 जना छ के त्यो आमाले त्यो बाउले त्यो छोरा छोरीलाई खर्च गरेर मैले भनेको छु त्यो पनि याद छ कि त्यत्रो खाइ नखाइ खर्च गरेर एजुकेसन दिएर यो बच्चाले राम्रो गर्ला अनि हाम्रो पनि बुढेसकालमा भविष्य जाला सरकारले गर्नु सक्छ होइन यो सरकारले लुटेर खाने मात्रै हो रेभिडेन्स खाने भ्याट ट्याक्स खाने मोज गर्ने हो है यो एक किसिमको राणा शासन जस्तै हो जनताको सरकार भन्छ जनताको सरकार कहाँ छ जहिले पनि गरिबका गरिब जनता हो त्यस कारण मैले के भन्छु भने जबसम्म त्यो 76 जना चाहिँ जेनजीका परिवारहरूले चाहिँ एउटा एजुकेसनमा जबमा होइन यसो सभासद बनाएर काम छैन यो प्रचण्डले गरेको पहिला पढ्नै नआउने यहाँ पनि पढ्नै नआउने भन्यो भने गृहमन्त्री भाइलाई राम्रोसँग नेपाली पढ्नै आउँदैन अर्काको गाइडलाइनमा हिँड्छ ठुलो कुरो गर्छ अब यहाँ खास मैले बोलिहालेँ कि त्यो भाइले मलाई त्यो स्पिच दिन मजा थियो कि रोटरी क्लबमा होला सायद अब चाहिँ तलब नदिने एक गाडी साडी यो ट्याक्टर टुटु यो जाम नगर्ने भने भाइ तिमी त्यही गाडीमा हिँड्नेछ त अनि तिमी र पुरानोमा के फरक पर्यो भाइ अनि तिमीले चाहिँ एउटा फेरि के भनेको छौ भने तिमीहरूको विरोध गर्नेहरूलाई चाहिँ कडा कारवाही हुन्छ साइबर चाहिँ केस लाग्छ अरे के तिमीहरूले गरेको काममा चाहिँ के केस लाग्छ त भाइ जनताको आवाज हो सुनिदियो के विरोधीलाई माया गर भन्छु के उसले राम्रो लेसन दिइरहेको हुन्छ के म त त्यसो सम्झिन्छु है यो सरकारले चाहिँ सरकार बनेको भोलिपल्टै त्यसरी भनौँ न बिहानै पक्राउ गर्ने विषय अथवा त्यसरी एक्कास एक्सन लिने विषय चाहिँ कतिको आवश्यक थियो यो बेला हजुरले चाहिँ कसरी हेर्नु भएको थियो जस्तो अब पूर्व प्रधानमन्त्री पक्राउ गरिहाल्ने एउटा समान दिनुपर्छ भाइ किन भन्दाखेरि कोरियामा छ नि यो त अझ गलत भन्नेछु म के हिलाएर गलत भयो भन्छु कि नेपालको चाहिँ कानुनले होइन समूह थापा दाइले भन्छ नि सबै चाहिँ स्क्याम हुन्छ हाम्रो पनि यति यसलाई खुवाउने यति यसलाई खुवाउने यो केस यसो पल्टाउने अनि आफूसँग अपोजिसनको न्यायाधीशलाई चाहिँ त्यो तक गर्छ नि त पक्ष विपक्षको चाहिँ उनीहरू मिल्ने अनि झुल्याउने अनि पेसी हालिदिने लास्टमा चाहिँ ऊ गल्छ पैसा अलि जतिसक्दो बेसी ल्याउँछ निस्किनु परेपछि पैसा हाल्छ हेर हस्पिटल र केस परेपछि पैसा हाल्छ कि पुलिस केस परेपछि कहाँबाट पैसा ल्याउँछ कि मरेर पनि ल्याउँछ भोलि उसले 10 वर्ष 20 वर्ष लाओस् त्यो ऋण तिर्नलाई आफ्नो परिवार निकाल्न ल्याउँछ कि पैसा अनि यिनीहरू ठ्याक्क माथि पुगिसकेपछि अनि केस के गर्ने हो भन्ने कुरा हुन्छ उनीहरू मिलेर गरेर हुन्छ समुदायले त भनिहाल्यो नि भनेपछि अब जुन सरकारले जुन यो समाधान त मैले के भने कोरियामा राष्ट्रपति हुँदा हुँदै समात्यो भने मैले भन्छु कि यो अहिले राष्ट्रपतिलाई किन नसमातेको कि ल भनेको कोरियाको जस्तो हुनुपर्छ के भाइ यो राष्ट्रपतिको छोराको त 9-9वटा चाहिँ घर सारा सम्पत्ति छ नि हिजो त भनिहाल्यो नि एकजना दाइले यो त दुध बेचेको मैले देखेको छ यो यसले चाहिँ घिउ बेचेको थाहा छ मलाई भनेको छ नि त यो मान्छे चाहिँ यसरी बस्दाखेरि यो कोरियाको त अलिकति उत्तर कोरिया होइन दक्षिण कोरियाको शैलीमा त जाऊ न भाइ त्यहाँ त राष्ट्रपति लगाएर थुन्ने त करेन्ट राष्ट्रपति है फेरि यो रिटायर होइन अब हामीले राजेन्द्र खड्गेज्यूको यो जुन सम्बोधन जुन खालको अभिव्यक्तिबाट के बुझ्न सक्छौँ कि अहिलेको सरकार प्रति यहाँ सन्तुष्ट हुनुहुन्छ या यो सरकार भर्खर बच्चा जन्म्यो यार बच्चा जन्म्यो बच्चै बामे सर्नु पर्यो हिँड्नु पर्यो चाहिन्छ नि एकैचोटि त कहाँ हुन्छ दिनको दिन रातको रात हुन्छ तर तपाईँको समर्थन चाहिँ कतिको हो यो टिमलाई राम्रो काम गर्ने मैले सबैलाई समर्थन गर्छु म जोसुकै होस् चोर होस् कि डाका होस् कि मेरो विरोधीलाई त मैले भन्छु नि उसलाई केही नहोस् मेरो आशिक लाओ भन्छु म किन त्यो विरोधी गर्ने मान्छेको पनि परिवार हुन्छ उसले पालिरहेको हुन्छ के भाइ म त्यो एङ्गलबाट हेर्छु कि मेरो चाहिँ यो सरकारले सुरुमा गरेका निर्णयहरू कामहरू केही कुराहरू चाहिँ कतिको सान्दर्भिक छ यहाँ यो त देखेको कुरा भयो होइन यो नेपालको ल एन्ड अर्डरबाट चलेको छैन कि यो चाहिँ बाह्य शक्ति भनौँ न दुइटै देश त छ होइन बाह्य शक्तिले जिए भने त्यही गर्छ यिनीहरूले म यिनीहरूलाई केही भने कि मैले अघि पनि भने वान वे ट्र्याकमा छ तिमी यो बोल भन्छ त्यही बोल्नु पर्यो तिमी यो गर भन्छ त्यो किनभने तिनीहरू त टप लिडरहरू टप देशहरू हो नि त उनीहरूलाई सिस्टम यस्तो सानो हाम्रो देश कसरी चलाउनु पर्छ उनीहरूलाई थाहा छ नि उनीहरूको एउटा चाहिँ भनौँ न हाम्रो वर्ड आरएसएस जसरी चलाइन्छ
हो यो विदाउट प्रुफ नै भनौँ भने त यहाँले केही आधारमा बोलिरहनु भएको छ होला अहिलेको सरकारले फेरि एकदमै पुराना जुन रेसिपीहरू थिए अथवा हिजोका दिनमा गर्न नसकेका बारेनले गर्न नसकेका जुन भनौँ न म त पावर सेल्फले नभए गरिरहेको छु नि। भोलि गएर फेरि तपाईँलाई भनौँ न झमाझम पक्राउ परिरहेका छन् कि फ्याट्ट कि बोल्दा अप्ठ्यारो सरकारमाथि भएर तपाईँमा पनि के चल्ने हो कि त्यो डर हुँदैन मलाई मर्नदेखि डरै छैन, जेलमै बम बनाइन्छ, म त बनाउँछु, जे भेटा त्यसले बनाउँछु। अनि त्यहाँबाट अहिले उनीहरूले संयम भएन, यिनीहरूले चाहिँ साइबरलाई क्याच गर्ने, धम्काउने, यो गर्यो भने भाइ हिजो तिम्रो आज अर्को आउँदैन, स्ट्यान्ड बाई छ भाइ। अहिले त कता 4वटा पार्टी छ है, माओवादी, एमाले, काङ्ग्रेस, मर्सी फोरम, 4वटा पार्टी छ। यस्तो बम बनाएको कुरा गर्दा त फेरि सरकारले मैले पक्राउ गरिरहेको गर्दा छु, के गर्ने, मैले गरिरहेको मान्छे हो नि, रायन खै फाइट एक्टर हो नि, नर्मल मान्छे हो त। सरकारले पक्राउ गर्ने सम्भावना देखिन सक्छ नि त यस्तो बोल्दा त अथवा यस्तो भन्दा कि डर मैले 3 करोडको नेपालीको लागि मैले बोल्दाखेरि एक राम्रो गर, राम्रोलाई सेल्युट भनिरहेको छु मैले, होइन। मैले साइबरलाई चाहिँ सुन, दुश्मनलाई पनि सुन, त्यो दुश्मन होइन, 3 करोड हामी नेपाली परिवार हो, चित्त नबुझेको कुरा बोलेको हो, त्यसलाई चाहिँ मलाई कन्भिन्स गर्ने जरुरी छैन। 3 करोडलाई कन्भिन्स गरेर क्या अब हामी यस्तो स्टेप लगायो, जस्तै बालेनले गरिरहेछ नि त, अहिले सुदनले पनि गरिरहेछ नि त, अहिले त बोले छैन नि त कसले पनि हो। खालि मैले के भनेको छ नि, विदेशी नीतिमा चाहिँ नजानु, एसपीपी चाहिँ पास चाहिँ नगरिदिनु, किनभने हाम्रो तगडा देश चाहिँ चाइना उता छ, इन्डिया उता छ है। हामीले देखिरहेछ कि युक्रेन कस्तो भयो, अहिले गल्फ कन्ट्री कस्तो भयो, भोलि नेपालीमा यहाँ भयो भने विदेशीहरू यहाँ बस्छन्, मर्ने नेपाली नै हो। यो बोल्दाखेरि चाहिँ मलाई समाज लाने भने प्लिज वेलकम, कल गर्नु, मै आइपुग्छु त्यहाँ। तर डर छैन देशको बारेमा बोल्नु भएको छ मैले त यिनीहरूलाई के भनेको छु, यो उसलाई मात्र हो, राजालाई सुध फटा राजा, यो हुती नभएको राजा भनिरहेको छु त मैले, किन भने त एउटा जनताले चाहिँ, म त 3 करोडमा एकजना मान्छे हो नि त, मेरो स्पिच आज करोडले सुन्छ, राय नखगी खराब भयो सुन्थ्यो त। एउटा सानो काम मैले गरेको थियो, त्यसको बाउको चाहिँ 40,000 चाहिँ स्यालेरी छ भन्दाखेरि यङ एजमा मैले पनि मोटरसाइकल एक्सिडेन्ट गरेको थिएँ कि, मैले ठेक्न सक्ने भने छोडेको त आज मलाई करोडले हेऱ्यो, करोडले मलाई विस गर्यो। मान्छे जति छुच्चो ज्याद्रो भए पनि बुझ्ने रहेछ भने भयो। कतिवटा मेरो कमेन्ट हेर्नु न बाबु, कहिले काहीँ यसरी बोलिरहँदा चाहिँ घर परिवार अथवा नजिकको शुभचिन्तक जसलाई तपाईँले होइन उहाँले के भन्नुहुन्छ यस्तो नबोल्नु यस्तो मेरो नबन्नु बुढीले बुझिसक्यो, मेरो बुढीले के भन्छ, मुख चाहिँ नसर्दियो भन्छ कि, होइन। अनि यो हतियारको कुरा पनि गर्ने, म त लाइसेन्स होल्डर मान्छे हो यार भाइ, हो। जबसम्म कानुनले मलाई दिएछ नि त, मेरो सुइसाइडलाई दिएको हो नि त, सिगार खेल्ने बेलामा 30,000 तिर सिगार खेल्न पाउने हुने लिएको हो नि त, त्यो पनि म एक्सन डाइरेक्टर भएको 30औं वर्षपछि लिएको त मैले प्रुभ गरेँ भने त, मैले त आर्मीसँग के हतियार हो सबै चलाएकै हो। अनि माओवादीको AK-47 सबै चलाएकै हो, GPMG चलाएकै हो, एम्बुस कस्तो हुन्छ म आफै बनाए आफै गर्ने हो। मैले के भन्न खोजेँ भने, म सत्य बोला मलाई चलायो भने मेरो श्रेयजान त रेडी छ नि त, कसरी बनाउनु पनि मैले त सबै त भिडियो खिचेर आएको छु नि त, पोस्ट गरिन्छ नि त, अनि पोस्ट सबै नेपालीले सिकेन, अनि त्यसै मर्ने उसै मर्ने भए त सबै मर्छ नि। भोलि ब्यालिस्टिक खानु भन्दा खाएर मरौँ भन्दा त आफै मरौँ न, त्यसै मर्ने भइसक्यो उसै मर्ने भइसक्यो। अहिले तिमी भन, मैले अहिले 187 तिर तेल चलाएँ, गाडी तेल हालेर आएको मैले, होइन। त्यो तेल बढ्ने बित्तिकै खाद्यान्न बढ्यो नि, इन्कम खोइ। यिनीहरू 12 लाख कति लाखलाई चाहिँ जब दिने भन्छ कि वर्षमा, कहाँ दिने, त्यो खोलाइदियो, कहाँ दिने, 12 लाख कहाँ पाउँछ, खाडीमा पाउँछ, खाडीमा आउँछ, रेमिटेन्स आउँछ, फेरि त्यही मोज पुरानो जस्तो चाहिँ नहोस् भने क्या मैले चाहिँ। अब तपाईँ र बिरामी छानेसँग त्यत्तिकै नजिक भन्ने कुरा मैले आज प्रश्न बुझ्न पाएँ मलाई लाग्छ दर्शकहरूले पनि पहिले पनि बुझाउनु भएको थियो होला अहिले नै बुझाउनु भयो होइन, म सुदनलाई त राम्रो बुझ्दैन पनि, होइन, किन उसको बुझेको छैन, उसले आफै भनेको छ, सन्दुक रोटाईको हाम्रो फादर हो, हाम्रो बारबर फाउन्डेसन हाम्रो चलाउँछ भनिरहेछ। म त्यो भाइको विषयमा पनि कुरा गर्दैन, होइन। बालनको विषयमा रवि त मसँग हुर्किएको भइहाल्यो, हामी रविले कहिले राजनीतिमा सँगै जाउँ मलाई त ऊ जेलमै बोलाएको थियो नि, मेरो भान्जा पनि त्यहाँ नाइके हो कि, ऊ पनि रेप केसमा परेको कि, गर्लफ्रेन्डले रेप केस हालिदिएर, अनि उसले चाहिँ रवि दाईले तपाईँलाई बोलाएको छ मामा भनेको थियो कि,
गएन मैले एउटा म्यासेज पठाएँ कि हेर रवि तेरो नाउँबाट चाहिँ मान्छेले होइन तँलाई फसाएर चाहिँ मान्छेले पैसा तेरो विश्वासमा पैसा दिएको छ त्यो पैसा फर्का बाबु म आउँछु भनेको थिएँ तिमी सही मान्छे हो भनेर मैले म्यासेज पठाइदिएँ होइन किन जति पनि पैसा डुब्यो त रविको कारण डुब्यो नि त हो मेरो कारण चाहिँ मेरो विश्वासमा पैसा हालेर डुब्यो भने मैले उकास दिनुपर्छ नि अबको सरकार आएछ उकास देऊ त्यो जेबी राईलाई लिएर आऊ अनि अर्को कुरा भन्छु के अब भन्यो म त सिधै भन्ने मान्छे हो बाल मतलब छैन मान्छे राति सुत्नु छ मर्नु छ भोलि बिहान उठ्यो भने आउनु छ होइन बाँच्यो भने मेरो साथीहरू त भारतीयजना मरिसक्यो सुत्दा सुत्दै धेरै सुतेरै मर्छ एउटै छ यो अहिले जेन्जी भनेको छ हार्ट एट्याक भन्छ बालेनले मेयर हुँदाखेरि के 2 वर्षसम्म ग्रेटर नेपाल चुच्चे नक्साको कुरा गरेको थिएँ केपी ओलीले यही बोलेर केपी ओलीलाई चढ भयो है उहाँको घमण्डले पनि चढ भयो उहाँको आसेपासेले अथाह पैसा कमाएर पनि चढ भयो सबै एक फाइटर छ त्यहाँ साँच्चै भनेको मैले है प्रधान राईसँग पनि वाइसिएलको एक छ युथ फोर्स एक छ तरुण दलको एक फाइटरहरू त बाँकी छ है त्यहाँ यो चाहिँ नसोच के तिनीहरू कस्तो हुन्छ भने मेरो फाइटर जस्तो हुन्छ कि उनीहरू चाहिँ गुरुले जति गल्ती गरे पनि गुरुको कुरा सुन्छ के त्यसलाई चाहिँ कन्ट्रोल गर भन्छु एउटा चाहिँ अब ग्रेटर नक्सा चुच्चे नक्साको कुरा गरे भाइ नेपाल आर्मी भनेको त ग्रेट नेपाल आर्मी हो अब तिम्रो सरकार हुँदाखेरि चाहिँ नेपाल आर्मी र होइन तिम्रो गएर चाहिँ त्यहाँ एकपल्ट खडा भएर चाहिँ नेपालको धन्दा फरफराइदियो नि यार प्लिज म हात जोड्छु फरफराइदियो यति भन्छु म यो चाहिँ तपाईँको सुझाव सुझाव होइन अनुरोध हो यही सामाजिक यो ठडाइ हो नि त मैले उसलाई किन मानेको थियो भने त्यो त म चिन्दैन नि किन अब म धेरै जुनियर भाइहरू भन्दा त्यो उसले म्युजिक भिडियो बनाएको रहेछ गीत गाएको रहेछ यो त ऱ्यापबाट आएको हो नि त ऱ्यापमा पनि हिट थिएन गरिबको चमेली भनेर गीत गाएर हिट भएकै भाइ स्टेट कुरा विदेशीको हात होला यो होला कुरा नगरौँ हो किन मलाई मेरो बाउको समस्या चाहिँ ओयामा गुरुको थियो जग गुरुको थियो अनि गोपाल भुटानीको थियो मैले जानेको कला सिकेर रायन खड्की बनाएको उसको पनि बिहान साथमा होला त्यो पनि कुरा नगरौँ गरिबको चमेली भने त्यसले गीत गाउन त्यो गाना एकदम ब्लास्ट भएको थियो के आदिलले त्यो बुझ्दैन हेर ऱ्याप भनेकै ऱ्यापेड गर्ने हो यो डोरी जस्तै हो ऱ्याप हान्ने हो हामी हेटौँडामा हाल्थ्यौँ त्यसो पहिला होइन यो रटेलु खेलेको पनि हान्ने हो यो के ऱ्याप भनेको त्यो नेपालबाट रटेलुबाट ऱ्याप हो जस्तो लाग्छ मलाई चाहिँ त्यो गीत गाइसकेपछि ऊ त्यहाँबाट यो लड्यो वाटेभर जसै पनि जित्यो राम्रो काम पनि गरेको थियो तर पढे लेखेको मान्छेले एउटा योजना नभइकन गरिबहरू सबैले लखेड्यो मलाई त्यो गरिब लखेड्नेसँग चिन्तै छैन के होइन आफ्नो गाउँ फर्क्यो भने अभियान त थियो नि आफ्नो गाउँ आफै बनाऊ भने त मनमोहन राई जस्तो नेता पनि छ नि त हो मैले चाहिँ मेरो छोरा म गभर्मेन्ट स्कुल पढेर कलेज पढेको कमर्स लिएर पढेको चर्को नेपालीमा पास भयो अरू म गोलघडी खाएँ सिधै भन्छु बाबु हाम्रो पिरियडमा 4 क्लासमा एबिसिडी पढ्थ्यो मैले मेरो छोराछोरीहरू यहाँ बोर्डिङमा पढाएँ कि मेरो बच्चाहरू एकदम मास्टर डिग्री गरेको 8 वर्ष भइसक्यो दुईजनाले म सोध्छु के तिमीले पिएचडी गरेर डाक्टर हुने भनेर जहिले नेपालमा कामै छैन भनेर मेरो छोरीहरूले पढेछ रागिनी रोमीले मास्टर डिग्री उनीहरू टप 10 विद्यार्थीहरू फेरि होइन एजुकेसन कहाँ वेस्ट छ भनेर म यो कुराको खण्डन त जमानामा गर्थेँ के म किन गर्थेँ भने 10 क्लाससम्म हामीले पढ्छौँ हो अहिले पनि छ अहिले 12मा पुर्यायो होइन त्यसपछि मात्र हामीलाई च्याप्टर लिन दिन्छ के आर्ट लिने कि कमर्स लिने कि साइन्स लिने कि रियल कुरा गरेको छ है एजुकेसनको होइन इन्जिनियरिङ गर्ने कि अब म आमसी ब्याक लाग्यो टेस्ट फेल भएको मान्छे मलाई चाहिँ इन्जिनियरिङ पढ्न मन लाग्छ साइन्स पढ्न मन लाग्छ मैले पढ्न पाउनु मैले के पढ्न पाउँछ आर्ट्स पढ्नु पाउँछ मेरो सपना त तुइयो नि तुइएन अनि ल पढ्न पाउँछ विरोध खसेर म एउटा ब्याचको हो होइन त्यो बक्सिङ हामी एउटा ब्याचको हो तुइएन यो 10 क्लाससम्म पढेपछि होइन अनि मात्र हाम्रो चाहिँ कुन विषयमा जाने भन्ने कुरा के मैले त्यो बेला मैले भनेको थिएँ कि स्कुल लाइफमा पनि के यो बरु 7 क्लाससम्म पढौँ जनरल नलेज हुन्छ त्यसपछि कुन विषयमा जाने 8 क्लास सुरु त्यो चाहिँ
या चाहिँ कोही साइन्समा जाला भने हामीलाई पनि देखाउँछ नि साइन्सको कोही चाहिँ आर्ट्समा जाला कोही चाहिँ तिम्रो चाहिँ इन्जिनियरिङमा जाला त्यो गऱ्यो भने उसले बेसिक नलेज त हुँदै आयो नि त त्यो बेला कुरा गर्थेँ कि मैले मलाई एसएलसी दियो या 2 वर्ष लाग्थ्यो अझ ब्याग लाग्यो 34 सालको एसएलसीवाला म होइन टेस्टमा फेल भएको थियो अनि 35 सालमा 36 सालमा पढाएँ मान्छे म एसएलसीमा तपाईँले ब्याक लागेको थियो इङ्ग्लिस राम्रो आउँथेन है अनि ब्याग हानिहाल्यो पछि सिट हानेर पास गरेँ नि त अब चाहिँ थोरै यो राजनीति विषयले यहीँनिर बिट मार्दै मैले थोरै तपाईँको पर्सनालिटी अथवा हिजोको थोरै एउटा कुराहरू कोट्याउन चाहेँ त्यो मलाई पनि पर्सनली बुझ्न मन लाग्यो होइन एउटा भन्न बाँकी छ मैले यो यस्तो कन्टेन्ट हुन्छ भनेर मैले रको चाहिँ टप मान्छे के डाक्टर गौली साहबसँग 1 घन्टा बसेको थिएँ कि आजभन्दा 10 महिना अगाडि हायातमा त्यो बेला मलाई भन्न पाइसकेको थियो कि अनि मैले न्युजमा बोल्न थालेँ ए यो प्रान्त हुने सिक्किम हुनेछ है यो अमेरिकनहरूको चाहिँ मेरो नलेजमा थिएन कि होइन यो हुन्छ है यो हुन्छ मैले बोल्ला हामी मिलौँ 3 करोड नेपाली छ यति त छ 1 करोड बाहिर छ भन्दा सुनेन अनि मैले मुख छोड्न थालेँ हो भाइ के अहिले मुख छोडेको मैले सरी भन्छु पहिला छोडेको पनि सरी भन्छु ल अरू पुछाक जस्तो अब धमाधम सरकारले चाहिँ त्यो 10 वर्षदेखि रहेका ब्याङ्कहरू पैसा निकाल्दैछ के भनेको जफत गर्दैछ के सरकारले लिँदैछ ब्याङ्कहरुमा त्यसलाई सही सदुपयोग गर्नु पर्यो सदुपयोग गर्नु आम नेपालीहरुको पनि जाने हो नि त जनताको पनि चाहिँ राखिरहेको थियो होला नि 10-15% निकाल्छु भनेर ब्याङ्कको पैसा सब तान्दैछ के त्यसो नगरे यार गर्ने भइसक्यो भर्खर आइसक्यो लागु भइसक्यो त्यो ब्याङ्कमा पैसा हालेको 10 वर्षसम्म त्यो ब्याङ्कमा चलाएको छैन भने कति करोड त्यो त त्यो डिपोजिट गरेर ब्याज खाने मान्छे धेरै मान्छे यसो छ है फेरि म एउटा भनिदिन्छु औसत नेवारहरू छ जसले जग्गाको पैसा लिएर आमा बाउको लागि है आमा बाउको लागि फिक्स डिपोजिट होइन मेरो पनि फिक्स डिपोजिट गरेछ है मेरो नातिको लागि फिक्स डिपोजिट गरेछ त्यसो के हुन्छ होइन एउटा भनेको त्यसले चाहिँ जब चाहिँ कलेज पढ्दाखेरि त्यो पैसाले उसलाई बाहिर पढ्ने या यही नेपालमा राम्रो भयो भने नेपाल म त नेपालमा राम्रो गर भन्छु के त्यो पैसा त्यसलाई पनि ध्यान दियो अनि बुढा पैसा भएकाहरू के होइन भूमिस्वार लागु भइसकेपछि पाएका जग्गाहरूबाट होइन अनि जग्गा बेच्छ स्पेसल धेरै नेवारहरू छ कि अनि बाउ आमालाई फिक्स गरिदिन्छ कि हो त्यस्तोलाई चाहिँ ध्यान दियो भन्छु अब धेरै पैसा राखेर ब्याङ्कमा त समात्न ब्याङ्कमा त होइन पहिले सुरुमा एयरपोर्ट हाल्नुपर्छ नाकाहरू सबै चाहिँ गर्नु त्यहीँबाट करप्सन हुन्छ है अब है अनि त्यहीँबाट नेपाली पैसा त्यहाँ साट्न पाउँछ बाबु नेपाली पैसा त्यहीँबाट तिमीलाई कतिमा बेच्ने कतिमा लिने त्यहाँबाट ओरिजिनल पैसा पाउँछ यहाँ झुल्केर पैसा चल्छ बरु जस्तो पैसाको कुरा आयो थोरै मैले अब तपाईँमा यहाँ आँखाले देखेका प्रश्न गर्छु अब दाँतमा सुन छ जस्तो पनि लाग्यो यो चाहिँ मेरो चाहिँ यो सपना फिल्ममा 35 फिटमा ड्राइभ हानेको थिएँ फोनको डुप्लिकेट गरेको रकमा ठोकेको थिएँ कि भाउजू मेरो यो पनि काटेको थियो यो काटेको थियो यहाँबाट टुक्रै गयो कि अनि कति त म यो टुक्रा गर्दै गएँ पछि त्यो सेतो हाल्दाखेरि देख्ने के अनि खोल हाल्यो भनेर खोल हालेको यो भनेपछि सुनै हो यो सुनै हो यो पनि मैले अहिले एड गर्छु कि म धेरै ठाउँमा एड गर्छु हाम्रो चाहिँ नवीनजी हाम्रो डाक्टर साहबले मैले कति पैसा लिनु भन्दाखेरि होइन यो हजुरलाई भनेर राख्छु है पैसाको कुरा आयो अहिलेसम्म राजेन्द्र खड्कीज्यूले कति कमाउनु भयो होला भनेर कसैले सोध्यो भने मैले त अहिले बेच्यो भने 50 करोडको चाहिँ सम्पत्ति बेचेर मेरो पनि दुःख छ के पीडा छ के म त्यसो बोलेन कि यहाँ सुन मैले हेटौँडामा त्यो टाइममा मेरो भागको 1.5 बिघा जमिन बेचेको त्यो अहिले पछिको फेसको मुख्यमन्त्रीले प्लटिङ गरेको मेरो जग्गामा है त्यो बेला मैले आजभन्दा चाहिँ 2011मा बेचेको जग्गाको अहिले कति मूल्य हुन्छ कुरै नगर त्यो पैसा मैले केमा लगाएँ भन्दाखेरि मैले वयामा गुरु चाहिँ डकुमेन्ट बनाउन पुगेँ कि बुद्धि बिग्रेर 140 राष्ट्रमा 1 करोड 20 लाख स्टुडेन्ट एकजनाले बनाएर बितेको उहाँको चाहिँ डकुमेन्ट बनाएर उहाँको मूर्ति चाहिँ 71 फिटको राख्ने भनेर आज 14-15 वर्ष लाग्यो जेल नेल भोगेँ त्यही केसमा त्यो चाहिँ कस्तो भन्दाखेरि मैले एउटा दिमाग लगाएको थियो यो बोल्न दियो है मलाई अलिकति चाहिँ छोटोमै बोल्छु है समरीमा अनि यो 140 राष्ट्रबाट चाहिँ म हाम्रो चोक्सीले $1 दिएछ के मेरो फाउन्डेसन छ
चाहिँ सोसाइ महासभा नेपाल फाउन्डेसन भनेर कि अनि त्यो 71 सालको लागि श्री साहबसँग मेरो लगभग 6-7 पल्ट मिटिङ के लाइफ साइजको हेर्न आउने न अमेरिकाबाट यो त संसारभरि छ त अजङ्गको चिज हुनु पर्दैन अनि यसले तानेर चाहिँ अनि हाम्रो सगरमाथा भन्ने छ प्राकृतिक छ यहाँ टुरिज्म आउँछ यो भनेपछि मलाई चाहिँ श्री सोसाइ महासभा नेपाल फाउन्डेसन भनेर दियो कि अनि मैले यो पुरै गरेर मेरो 2020 मा बनाउन लाग्थ्यो कि यहाँ जग्गा पनि गभर्मेन्टले दिएको फेरि मैले मेरो संस्थाले बनाउने चलाउनु चाहिँ नेपाल सरकारले चलाउने किन संस्थाले चाहिँ इन्कम गर्न पाउँदैन त्यो चलाएको बापतमा केही डोनेसन हाम्रो चलाउन होइन भने हामी डोनेसनबाटै चल्ने हो त्यो मेमोरियल पार्क भनेर मलाई आयो हेर यसको संरक्षक चाहिँ पर्यटन दाइ त्यो बेला अनि अर्को संरक्षक को भन्दाखेरि चाहिँ पर्यटन मन्त्री वन मन्त्री खेलकुद मन्त्री मुख्यमन्त्री भएको के यस्तो भएको पनि मैले हाम्रो चाहिँ 140 बाट डोनेसन ल्याएर मैले त 140 जस्तोमा त लाइभ गर्नुपर्छ मलाई के छ भने एक वर्षमा 3 दिन फेस्टिभल गर्छु हैन त्यो बेलामा चाहिँ पर्यटन आउँछ भन्दाखेरि रविन्द्र अधिकारीले चाहिँ ल म गर्छु भनेर भनेको 15 दिनमा हेलिकप्टर क्रास गरेर रोकिएको के यस्तो चाहिँ म बालिनहरुसँग पछि चाहिँ पहिलाचोटि म मिडियाबाट जान्छु भने उनीहरूले बोलायो भने चाहिँ मेरो भिजन मेरो त गुगलमा हेरे पनि हुन्छ युट्युबमा हेरे पनि छ यो विषयमा त धेरै बोल्छु म अब सबैभन्दा तपाईले चाहिँ धेरै खर्च गर्ने कुरा केमा हो लुगै लाउँछु म कतिसम्मको लगाउनु भएको छ 2 लाख जाने 2 लाख अहिले 2 लाख जाने जुत्ता लाउँछु यो अहिले लगाएको चाहिँ अहिले यो 75,000 मात्र हो 2 लाख सम्मको जुत्ता लगाउनुहुन्छ साउको छोरा हो मेरो पैसा त लाउँछ नि त श्रीमतीले के भन्नु न त्यो महँगो होइन मेरो चोइस हो मेरो हबी हो किन भन्दाखेरि मरि लानु केही छैन बाँचिन्जेल गर्ने हो एक दिनको जिन्दगी हो हैन आफ्नो पैसा लाउनु पायो नि त इलिगल पैसा पो लाउनु पायो नि त सुरुमा सबैभन्दा धेरै खर्च हुने लुगामा र सबैभन्दा गर्न मन लाग्ने तपाईलाई भनौं न एकदमै तपाईको ह्याबिटमा भएको चिज चाहिँ सेक्स तपाईले धेरै ठाउँ भन्दै आउनु सेक्स मलाई मन पर्छ त के भन्दा यार म रक्सी खान्न चुरोट खान्न त जाँड खान्न त अब म गर्ने के त एउटा अमल हुन्छ त्यो पनि छोड्यो भने त सन्यासी भइहाल्यो नि पहिले त्यस्तो कुलतमा फस्ने साथीहरुसँग संगत हुँदा हुँदै पनि तपाईले यो सिक्न मन नलागेको कुरा हो कि मन चाहिँ किन गएन धेरै मान्छे मरेको देखेँ कि गाँजा खाएर पनि धेरै मेरो साथीहरु मरे हेरौँडामा वान टाइम चाहिँ म 1 वर्ष जति गाँजा खान्थे कि 1 वर्ष खान्थे हामी चिलीमा खान्थे तानी अझ निल्थ्यो मेरो साथी चाहिँ भाडखाएर आएको रहेछ तानेर चाहिँ त्यही भमिलो कानमा रगडाएर एकजना साथी स्पट डेथ भइहाल्यो हैन त्यसपछि चाहिँ मेरो आमाको 50 वटा चाहिँ 50 चोटि सकिन्जेल मलाई हिर्काएको छ के गाँजा खाएको छ नि त्यो बासा थाहा हुन्छ नि त 9 बजे त्यो बेला पाइप निस्केछ कि ब्ल्याक पाइप पोलिथिन पाइप हानेको 50 चोटि होला 7 दिन त म खोलामा गएर लोगै लाउनु छैन चर्चर हुने यहाँ पनि हाने मेरामा एकदम मेरामा त त्यस्तो हुनुपर्छ के नेपालमा चाहिँ आमाको कुटाइपछि मैले त्यहाँले छोड्नु भयो अहिलेसम्म मैले भन्नु फिल्म लाइन भने मैले अझ मैले 500 वटा फिल्म गरेँ रक्सी खाने मान्छेहरू चोट खाने भए त मैले चाहिँ 700 वटा गर्थ्यो होला भाइ चुरोट र रक्सी खाने डायटहरू मसँग भेट्दैन मलाई बाल मतलब छैन मलाई स्वास्थ्य इम्पोर्टेन्ट छ तपाईको यो घडी पनि एकदम अलिकति खतरै छ के मैले एड गरेको यो घडीको चाहिँ मूल्य 2 करोड रहेछ है सुन यहाँ अनि सेकेन्डमा आउँदाखेरि चाहिँ कपी गर्यो भने 13 लाख रहेछ त्यो भन्दा थर्ड कपी गयो भने 75,000 रहेछ मैले एड गरेको मलाई लाउने यो मोबाइल पनि म एड गर्छु यो 62,000 छ यो 80 डेमो गर्यो है यो धराबाट फालेको मोबाइल पानीमा खेल्ने यो पनि मलाई दिन्छ भनेपछि यो करोडको घडी हो यो 75,000 यो त अहिले यसको ओरिजिनलमा चाहिँ 2 करोड पर्छ रे यो प्यान्ट पनि मलाई चाहिँ एडमा दिएको यो चाहिँ मैले 650 मा हेराउन लाग्यो भनेपछि तपाईलाई त घरभरि धेरै लगाउने कुराहरु एडमै आउँछ अहिले त मलाई एड म 10-12 वटा गर्छु मैले चाहिँ B5 मा गर्छु नोभेम्बर जिन्स गर्छु लेभल जिन्स गर्छु पाइजन गर्छु केटीएम गर्छु अनि यो चस्माको गर्छु जस्तो कहिलेकाहीँ अब हामी त सानोमा यहाँलाई टेलिभिजनमा हेरिरहँदा डर लाग्थ्यो क्या तपाईको त एक्सन तपाईको रोलले गर्दा त्यो रियल लाइफमा पनि तपाईलाई देखेर डराउनेहरु चाहिँ कतिको भेटाउनु भयो हैन त्यो फिल्मको छाप परिन्जेल त एकदम डराउँछ है अब चाहिँ यो थ्यांक यू सामाजिक सञ्जाललाई मैले चाहिँ जुन व्यक्त गरे हामी 3 करोड नेपाली दाजुभाइ दिदीबहिनी हो त्यो त हाम्रो अभिनय हो नि त राई समाल खराब होइन मान्छे बोले त मार्ने मान्छे त होइन नि राई समाल मैले रेप गर्छु म रेप गर्ने मान्छे होइन नि त
हो त्यो फिल्ममा यसो नगर विकृति देखायो भने त सामाजिक चित्रण गऱ्यो भने त हामीले 20औं 25औं वर्ष राई समालको टाउको राय नखर्के द्वन्द्व भनेपछि पहिल्यै फिल्म किन्थ्यो होइन हामीलाई मन जित्यो हामीले थ्याङ्क यू भेरी मच अनि डर फिल्मकोबाट हामी पनि डराउँथ्यो पहिला दारा सिंह भने कि डराउँथ्यो फिल्म हेर्दाखेरि हलमै हेर्न डराइ आधाबाट हेर्थेँ त्यो बेला बम पल्किँदाखेरि त्यो हामी यो काठको बेन्चको तल हामी लुक्थेँ पछि तपाईँलाई देख्दै डराउनेहरू भेटिए अहिले सबैले माया गर्छ मलाई त सुरुमा कस्तो हुन्थ्यो सुरुसम्म त्यो भिलेन नखेले हुन्थ्यो लाग्थ्यो मलाई मेरो बुढी र मेरो फ्याक्सनै हुन लागेको थियो कि किन अब त्यो त अभिनय हो नि त होइन अब अभिनय जीवन्त भएको मैले सम्झिन्छु कि मदेखि डराउनु भने अरू के होइन म नर्मल मान्छे भुइँ मान्छे हो रिलमा देखिए पनि रियलमा चाहिँ भुइँ मान्छे म भन्नुहुन्छ है भुइँ मान्छे म 3 करोडमा चाहिँ 2 करोडले एक साग खाइरहेको छ दुई साग खाओस् भने त्यो अभियानमा हिँड्ने अभियन्तै भन्नुपर्छ एक किसिमबाट मलाई फेरि पोलिटिक्सबाट यो गर्नु छैन बाबु मैले पैसा कमाउनु हो भने माओवादी हुँदाखेरि त ब्ल्याकमेन त कति चलाउँथ्यो मलाई थाहा छ कि मर्दाखेरि लान पाउँदैन भनेर तपाईँको पहिलो कमाइ कति हो फिल्मको कमाइ चाहिँ 200 रुपियाँ हो किन त फाइट गरेको 6 महिनापछि त्यो हो है यो 1983 मा 41 सालतिरको कुरा हो यो 200 रुपियाँ दियो तिन त फाइट मैसँग हिँड्ने साथीलाई 100 रुपियाँ दिएँ 100 रुपियाँ मेरो बुढीलाई दिएँ 10 रुपियाँ ल्याऊ भने 10 रुपियाँ दिएँ त्यो बेला मैले चाहिँ के सोचेँ भने यो फिल्म होइन छोडिदिन्छु भनेको थिएँ कि मैले तिन त कराटे फाइट गरेको या 200 रुपियाँ दिएपछि त्यो पनि 6 महिनापछि कत्रो एक्सपेक्ट गरेर जान्छ नि मान्छे होइन तपाईँले यो कलाकारितामा लागिसकेपछि फिल्ममा लागिसकेपछि धेरै कमाएको त्यो कुन दिन हो अथवा कुन प्रोजेक्ट हो कि कुन फिल्म हो भन्न मिल्छ म भनौँ 100औं फिल्महरूले धेरै पैसा कमायो बरामा छोडेको धेरै फिल्म छ मेरो मैले गरेको फिल्महरूमा एकदमै सुरुमा के हिजोको दिनमा 200 पाउने मान्छे तर यति धेरै पाउँदा चाहिँ तपाईँलाई सम्हाल्न गाह्रो भएको अनि यति धेरै पनि कमाइदो रहेछ है भनेर चाहिँ ठुलो पैसा देखेको हामीलाई चाहिँ पापीमा चाहिँ यहाँबाट कति भने 37 लाख रुपियाँ पाएको थियो कि काठमाडौँबाट म र मेरो मिजु थियो नि त हामी दुईजना काठमाडौँ बाहिर बेचिहाल्यो हाम्रो पैसा उठिहाल्यो काठमाडौँ बाहिरबाट यहाँ चाहिँ 37 लाखमा खुसी भएको थियो कि अनि मामा घर बनाउँदाखेरि चाहिँ 21 लाखमा बनाएर कम्प्लिट गरेँ 57 लाखमा बेच्दाखेरि खुसी भएको थियो कि पैसा के हो तपाईँको लागि पैसा भनेको नभई नहुने चिज हो यो बोकेर जाने चिज चाहिँ होइन यो पैसा भनेको चिज चाहिँ खानेलाई स्वास्थ्यलाई किन यो देशमा स्वास्थ्य शिक्षा रोजगार गभर्मेन्टले गरेन म किन फाइट गरिरहेको छु भन्दाखेरि म 40औं देशमा घुमेँ त्यहाँ पुलिसमा जानु पर्यो भने आइएम सरी भनिदिन्छ कि सबैले किनभने आई डोन्ट वान्ट हेराक के म टाउको दुखाउन चाहन्न त्यहाँ किन भन्दाखेरि त्यहाँ स्वास्थ्य शिक्षा रोजगार छ 20 वर्ष काम गरेपछि गभर्मेन्टले हेर्छ कि भाइ हामीले चाहिँ के गर्छ रेभिडेन्स चाहिँ के ट्याक्स भ्याट सबै यो चोरहरूलाई पालेर यत्रो पैसा गइसक्यो अब बालिन तिमीले कसरी चलाउँछ मलाई थाहा छैन तिम्रो टिम रवि बालिनको टिमले त्यो दुःख गरेको म 45 डिग्री गर्मीमा त्यो केटाहरूसँग 42 जनासँग सुतेको छु कि जब कि म एसी होटलमा भएको थियो कि दाइ हामीसँग सुत्देऊ न हाम्रो बेटा बुझ्दै भनेर मैले कतारमा गएँ अनि भात खुवायो थाल खोइ भन्दाखेरि चाहिँ यो के टायलमा राखेर के मार्बल जस्तो भन्छ टायलमा हामीले भात खाएको थियो जस्तो तपाईँ त फिल्म खेल्नु भयो मैले सुने अनुसार चाहिँ श्रीमतीको नि फिल्म खेल्ने इच्छा थियो रे तर तपाईँले चाहिँ त्यो सिनमा मान्छेहरुसँग मैले सिकाउनु परेपछि अनि म त मरे तुले भइहाल्छ नि यार तर नदिनु भएको रे हो त्यो त किन होइन हामीले एउटा के टर्म एन्ड कन्डिसन बहुत दुःख पाएको मान्छे हो हामी दुःख हो त्यो पनि साउको छोरी हो म पनि साउको छोरा हो म 37 सालमा एक्सल लिएर हिँड्ने यो त जीवन्तै छ यो ठाउँमा यहाँ आएर मैले चिया बेचेँ ग्लास माझेँ भाइ ट्याक्सी चलाएँ भाइ आफ्नो पैसाले है सानो कोल खोलेँ चिया बेचेँ कोल स्टोर राखेँ किनभने 2 वर्षमा एउटा फिल्म बन्थ्यो मैले जापानको स्कलरसिप छोडिसकेको थिएँ पुचो लिएर बराल्थेँ बिहान लक्ष्मी गर्ने भनेर मान्छे दङ पर्थ्यो 12 जस्तो दादा पनि यहाँ चिया बेचेर ग्लास माझिरहेको छु भने त्यतिसम्म गर्नुभयो अब के गर्ने मजबुरी नि पैसा नभएर बाल तिर्न नसकेर 9:30 बजे घर छिर्थे 4 बजे उठेर टाप गर्थ्यो भने घरबेटीले चाहिँ पैसा 300 रुपियाँ लिन आउला त्यो पनि थिएन हेर हामीसँग जीवनमा सबैभन्दा रोएको पल कुन हो तपाईँको छ मैले मसँग चाहिँ म मासुको चाहिँ हेटौँडामा किङ मेकर हो कि मेरो बाउ होइन अहिले पनि छ हाम्रो एउटा नाम छ मैले चाहिँ पैसा नभएर मोमो यसो निकालेर खाइदिन्छु त्यो बास आउँछ नि मोमोको बास
त्यो बास लिएको छैन कि म किलो किलो मासु खाने मान्छे आज मोमोको बास लिएर स्ट्रगल गरिरहेको छु भनेर एउटा त्यहाँ म पाकिस्तानी फिल्म गर्दाखेरि मसँग एउटा पाइन्ट थियो कि त्यो पाइन्टलाई पहिला मैले जिन पाइन्ट थियो जिनलाई मैले चाहिँ येलो कलर बनाएँ होइन त्यो हामीको गर्दा गर्दै अनि पछि ब्ल्याक कलर 10-10 रुपियाँ 20 रुपियाँ खर्च गरेर 3 पाइन्ट कलर बनाएँ कि त्यहाँदेखि मलाई लोगो लाउन सोख भएको मैले पैसा खाएर म लोगो लाउँछु भनेर किन म यो चाहिँ मेरो परिचय हेरौँडा गए त एक्सर्साइज सबै छोडाएको थियो नि त आज एकदम रमाइलो कुरा त्यसपछि हाम्रो एकदमै अहिले त देशको समसामयिक विषयवस्तुमा मैले चाहिँ अझै पनि मैले लास्ट एउटा भन्छु कि वाट एभर जे होस् कामले जित्नु राई समालमा मैले धेरै त भन्दैन 25 वर्ष कामले जितेको बालेन रवि सुदन अनि तिमीहरूको टिम के एक्लैले भन्ने टिम चाहिन्छ टिममा कति रिसाउँछ मैले पनि अब 100-150 जना चेलाहरू छ सबै एक्सपर्ट छ है होइन रिजाउन सक्दैन होइन तिनीहरूलाई समेटेर जाऊ विरोधीहरूले कुरा गरेर हुन्छ विरोधीहरूलाई पनि सुन त्यसको पनि परिवार छ भन्ने विचार गर है तिमीले दुई छाप खुवाइदेऊ स्वास्थ्य शिक्षा रोजगार गरिदेऊ भाइ त्यही भन्छु प्लिज हजुरलाई धेरै धेरै धन्यवाद आफ्नो सबै कुराहरू राखिदिनु भएको छ हामीले सोधेका कुराहरू दर्शकहरू समक्ष देशको समसामयिक विषयवस्तुमा धारणा राखिदिनु भयो रमाइलो कुराहरू आफ्नो जीवनका पनि थोरै कुराहरू सुन्न पायौँ यो समयको लागि धेरै धेरै धन्यवाद हजुरलाई ओके थ्याङ्क यू र यो इन्टायर यो दुइटा मिडिया हेर्नु भएको सम्पूर्णलाई चाहिँ यही पेसा हो यो ठडाइ हो यिनीहरू पनि बहुत दुःख रहेछ यिनीहरूको भविष्य उज्जवल हुनेवाला चाहिँ छैन किन यिनीहरू करप्सनमा जाँदैन त्यसमाथि चाहिँ अब बालेनको र रविको यो सरकार आएको छ यिनीहरू करप्सन त्यसै पनि करप्सन सम्बन्धी जुन आन्दोलन भएको हो यिनीहरूको भविष्य पनि उज्जवल छैन